आज चाहिँ हामी हाइकिङ जान थालेको है। यस्तो निन्द्रा लागिरहेको भर्खर उठेको। चाहिँ हाइक सुपिङ डाँडा जान थालेको एराउन्ड 6 बजे भनेको अहिले 4:57 रेडी भइसक्यो है। आजको लागि चाहिँ यही हो। एफएबिट हुन्छ इन्स्टा 360 चस्मा त चाहिइ नै हाल्यो। अनि त्यसपछि सनस्क्रिन मस्ट अनि त्यसपछि क्याप अनि स्टिक पनि छ मसँग युज गरिदिएर चाहिँ अझै नै खोलेको छैन है। एकदमै हेजी छ वेदर। त्यो मम्मी म चाहिँ हजार काटेर राखेको थिएँ बेलुका यस कारण लानुपर्छ। म चाहिँ रेडी भइसकेँ है। जुत्ता लाछु कटु लाछु फुल टी सर्ट लाग्यो। आवाज सुन्नै सबजना यहाँ आनन्द भाइ समी चाहिँ आइरहेछ भन्दै थियो। कता पुग्यो टाढा आउँदैछ। म चाहिँ कुरेर बसिरहेको अल्सो टुको रमाइलो हुन्छ आज। खासमा हामी चाहिँ जान थाल्यो आज सुपिङ डाँडा हो। नोम्याड्स बाइ लामिराले अर्गनाइज गरेको। यस टन्ने मान्छे हुन्छ भने चाहिँ रमाइलो हुन्छ। लेट्स सी। मेन कुरा चाहिँ यो फगी के भन्ने यो धुवाँवाला वेदरले चाहिँ अलिक गाह्रो बनाउँछ। नत्र भने त मजा आउँछ। लिनु बल्ल के चाहिँ केटो ढिलो भएन? ढिलो त अघि म यो चाहिँ मेरो साथी समीर है। हेलो भन्दै हेलो लगाइरहेको छ त मोटे तँलाई बिहान उठेर। बिहान म 3-4 दिन भइसक्यो ब्रो यार। बिहान मनकामना जाने अनि कहिले मनहरी जाने सक्छ हिँड्नु मनहरी रे मनहरी सरी यो फस गया सीएम सामरी मनहरी भन्न आएर कहाँ गइरहेछ सामरी भन्दै मनहरीतिर के हो आज गयो आज पल्लवी हेर है। मेरे को तो ऐसा धक धक हो रहा है। यस्तो मान्छे कुरा सुन्नु हुँदैन है। यो मनकामना भन्दै के अरे सामरी भन्दै मनहरीतिर गइरहेछ है। के हो मनहरी लामिरा आइपुग्यो। कफी रेडी हुँदैछ है। धेरै बोल्दिनँ अहिले चाहिँ बाटोमा अझै धेरै बोल्छु होइन। सानो एउटा ब्रेक गर्न चाहन्छु कि अब हामी यहाँबाट मुभ हुन्छौँ। मुभ हुनलाई गाडी आइसकेको छ। त्यो गाडीमा खोइ मेन लामिराको फाउन्डरै गायब छ। I am sorry बाबु। अब हिँड्न सकिँदैन आज। ल यहाँ चाहिँ समीर छ, रेमन दाई, रेजल भाइ, ल हेर सबजना सिट बेल्ट लगाएर बस्नु होला सबैजना है। त्यही हो आज सुपिङ हाइक रमाइलो होला जस्तो। ओ जोन कराई गजब बेइज्जती है। यो चेन्ज गरिदियो होला हाँ आफ्नो गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। के लिँदै हो खै पाऊँ न खोकी औषधि एउटा खाइदिउँ न एउटा। पिप्रामेन सही यो आयुर्वेदिक हो। सही राम्रो हुन्छ। जोन चाम्लिङ 2.0 कफ हेटौडा भयो भाइ भयो प्लिज बिहानबाट सुरु नै। तुमसे ना हो पाएगा। सुगर त हो ओए जापाई सुगर भाइको रेजल भाइको माया विरतिको गफ चल्दैछ है। अगाडि बढिरहेका छौँ। यतिको माया गर्ने मान्छे चाहिँ हुनुपर्छ है लाइफमा। सो गाइस हामी चाहिँ होइन हन्टिङमा गइरहेको हो आज। हजुर हाइकिङ हाइकिङ
ल होइन होइन त्यस्तो के पनि होइन मैले चिस्काएर भने हौस् अब उताबाट आओ आओ उनीहरूलाई के भइरहेछ रमाइलो भइरहेछ रमाइलो ठुलो खाइ है अलिअलि रमाइलो चाहिँ खाइरहेछौँ हामी ल ठिक छ जाउँ हामी यसलाई ठुलो कारवाही हुनुपर्छ यसलाई जेल हाल्नुपर्छ ल गयो मनिष 10 मिनट सुतेको छ सम्पूर्ण हाइकर्स लगायत हाम्रो लामिरा टिमलाई नमस्ते गर्न चाहे यहाँको नमस्ते कार्यक्रममा एकदम छोटोमा सुरु गर्न चाहे आज हाम्रो यो तपाईलाई सभाव स्वागत कार्यक्रमको हाम्रा आदरणीय व्यक्तित्व द्वय वडा सदस्यज्यू र सहकारीका अध्यक्षज्यूलाई हार्दिक अभिनन्दन भाइ आजको कार्यक्रमको बारेमा प्रवीण श्रेष्ठज्यूलाई त्यसैगरी अतिथि हाम्रा हुन सम्बोधन गरेर हार्दिक अनुरोध गर्न चाहन्छु हेलो क्याप्टेन साहब सब ठिक छ कस्तो कस्तो लागिरहेको सिस्नुधारीबाट टिपेर लिएर आएको समझ रहे हो ना ब्रेकफास्ट गर्छौँ अनि त्यहाँबाट हामी मुभ गर्छौँ अब के अरे सबैभन्दा पहिला चाहिँ भिन्डेलीको नाम चाहिँ किन रहन गयो होला कसैलाई थाहा छ 2 मिनेट भएको छैन हिँडा 2 मिनट भएन अहिले त ठाडो अगाडि चढ्नुपर्छ भने दुईटा टाढा कट्नुपर्छ अरे ठिक छ म तँलाई बोक्न त सक्दिनँ हाम्रो फर्स्ट स्टप है अब यहाँनिर हल्का स्न्याक्सहरू खान्छौँ कस्तो चाहिँ अरे झुट बोल रहा है ये झुट बोल रहा है अर्ग्यानिक हो चाख्नु त मै जहाँ पौडी खाँदैछु स्वाद आइरह एकदम मिठो मिठो ओहो के हो यता हेर यता यता ठाडै उकालो छ अहिले हिँड्न गाह्रो भइसक्यो यस्तो भिडमा हिँडिरहेछौँ हो क्या अहिले थाकिसक्यो हिँडे 5 मिनट भएन हुन बेर छैन हामी हिँडे 2 मिनट भएन हराइसक्यो हामी अर्को ग्रुपबाट छुटिसक्यो कस्तो राम्रो घर यार ग्रुपमा भेट्नु पर्यो नि त ग्रुपलाई त नमस्ते क्याप्चर र भाग्यो जो चाहिँ हिँड्न सक्दैन हान नि त्यसलाई मोटे सकिरहेको नि हिँड्न
सकिराख नि हिँड्न यस्तो केही होइन समितिकोलाई यता चाहिँ हेलो पछाडिको मान्छेलाई वेलकम टु सुरत आर यु फ्रम Actually, I'm from Melbourne, Australia. Okay. You know the place, right? I don't know. Your type of people are way more than usual, right there. जाऊ फटाफट अघि तारीख पे तारीख सिर्फ तारीख मिल रहा है हमको नहीं मिला है तो इंसाफ तोबा गाह्रो छ केटाहरूलाई बाबाला बाबा जाम भयो जाम खाऊ Đấy nó bắt đầu nói áo áo là अलि धुमै धुवा सबभन्दा लास्टमा चाहिँ म है मलाई बोल्नु न डबल मलाई दिनु सबै आउँछ है नठेला नि त्यसरी झन् सहयोग गरिरहेको छु यार मुख जोतिन्छ अहिले म तपाईहरुले मात्रै हो त म त अलि बाँकी पैसा हो अबि माथि यसो गर न माथि पुगेर भिडियो सिडियो बनाउँदै गर नि त हाम्रो कुनु पर्दैन जाऊ भन न मिस्टिना खोइ ओ यहाँ हेरेर गर्नुपर्छ सबै कुरा सक्दै सक्दैन त्यो साथी स्टेबल पनि खोइ यता हेर त ब्रो 10 बजेदेखि हिँडेको है अलमोस्ट 12:30 भइसक्यो लो थाक्यो यार अरू भन्दा पानी ल्याएन गाह्रो भइरहेछ हामी भएर त टाइम भइरह बे जल्दी बोल कल सुबह पनवेल निकलना है रमाइलो हुँदैछ चाउचाउ कसले ल्यायो हे चिट गर्दिन ल ठिक छ हाम्रो प्यारो टी दाइको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला ओके हाम्रो भ्लगको सबै रमाइलो दृश्यहरू हेर्न मन छ भने कति रमाइलो गरेको छ हाम्रो बिचमा गीत गाएको त्यो डाँडा छ है टोकीमा धेरै हल्ला भयो के नचाहिँदो कम्युनिकेसन भयो कि यार बन्द गरौँ न यार यो कम्युनिकेसनलाई हो कि यार यहाँ बाटो साथी त मिसिङ भएको जस्तो लाग्यो क्या हामी यतापट्टि डाँडा चढ्यो फर्किन नफर्किने है क्या किन यस्तो जोस कहाँ आयो जोस 1 घन्टा पनि लाग्दैन त्यही त कति छ र हेर्नु कस्तो दाडी हुन्छ यहाँबाट हो ल आधी घन्टा पुग्छ ल त्यो बाई बाई एउटा ग्रुप वहाँ पुगिसक्यो पारी छ हिँडिरह माथि अर्को ग्रुप चाहिँ यता यहाँ नि उता अर्को ग्रुप छ त्यहाँनिर हावा के अलमोस्ट हामी 2000 मिटरको एल्टिट्युडमा छ डाँडा चाहिँ वाइल्ड छ क्लियर वेदर भएछ दामी देख्थ्यो यहाँबाट साँच्चै
5 चोटि सके कि आज त हामी चाहिँ डाँडामा आइपुग्यो। चाहिँ सुक्खा भएर म चौधै नखाएको तल नपुगेको हामीले खाँदैन के पनि मैले केही चढेर लागेर चाहिँ भ्यू भनेको त्यस्तै हो, देख्न पाएन। अब शीतलमा टक्क ल टिडी चाहिँ यहाँ छ होइन। ठिक छ ठिक छ ल, यो शीतल छ भने क्या बस्ने ठाउँ अलिकति भएन कि उता छ त्यहाँ छ कि रमाइलो नै भयो भनौँ। पानी चाहिँ नलिएर गल्तीले गर्दाखेरि अलिकति नलिएर मैले त 2 बोतल पानी अनि 1 बोतल जीवन जल लिएर थियो। सबै नै बोतल खोले कि सकिने कि। अनि सबजना जो हाइकमा आउनुहुन्छ उनीहरूले चाहिँ बोतल यसरी जहाँ पाए त्यही चाहिँ नफ्यालौँ है। मालूम है तेरे बाप को मत सिखा। आफ्नो फोहोर चाहिँ आफूले बोकेर ल्याउँछौँ, त्यही भन्न चाहन्छु। हामी चाहिँ यहाँ फर्किन थालेको है। अब सेम कुरा केही देखाउनु है, केही इन्ट्रेस्टिङ भयो भने, केही भ्यू राम्रो देख्यो भने देखाउन। भ्यू त केही राम्रो देख्ने आगो लगाइरहेको पुरै तल त। ल सी यू। ₹200 दे और ₹50 कट ओवर एक्टिंग के वजह। प्राउड अफ यू। आई एम प्राउड अफ माइसेल्फ टु। हिँडिस् म यति हिँड्न सक्छु भनेर आशै गरेको छैन। त्यही अलिअलि हिँड्दै गर्दा हिँड्न सकिन्छ। बाडेर खाऊ ल। बल्ल कति घन्टा पछि पाक्यो जस्तो लाग्यो। यहाँ एउटा हाल्थ्यो नि ल। होइन यसैबाट लिने दुईजना होइन नि, यसैबाट ठिक छ ठिक छ। यो आधी दिनु। दाइ कस्तो छ? कस्तो छ गुड तिमीलाई कसलाई ठिक छ हो मिठो थप्यो पहाडे हाने हो त पहाडे हाने कि 1 टन हाने दाइ 1 जेसीबी हाने अरे त दाइ तपाईँले कति बकेट हान्यो दाइ 1 बकेट 2 बकेट कति बकेट हान्यो 5 बकेट होइन होला तिमीले त केसँग हाने अरे चौचोसँग होइन होला है सिमरन तिमीले चाहिँ भात कति बकेट हान्यो भात कति बकेट तिमीले मैले म त थोरै हाने त आज त सकेन। समीरलाई त फुटकोमा होइन होला मैले दाइ थपिन तर मान्छेले 2 चोटि थप्ने जति एकैचोटि राख्दै राख्दै टन्न हान्दै अब सुत्न मात्रै ठाउँ पाइदैन। भोटै सकाइन्थ्यो है बिरामी हुने गरी खान्छ त पहिला। हातमा राखेर फोटो खिच्नु परेन। ए उठेन दाँत न दाँत दाँत हेर्न दाइ दाँत हेर्न दाइको दाँत हेर्न के यहीँको अर्ग्यानिक पुस्तकालय खोवा अनि त्यसपछि यो है के हो चिज हो कि पनिर हो पनिर। हेलो यस्तो यस्तो गर्दै हेलो हेलो गर्दै हेलो गर्दै
कहिले आउँछ भन्ने कुरा हुन्छ त आइतबार आउँछ खोइ आँखाका रुको जरा सबर करो